फोटो भिडियोको चाहिँ भोगी नै हो कि जति भए नि पुग्दैन। I got $500 in cash in case they don't take MX. She wanted to see me. So hello and namaste. Welcome back to another video. It's me, MR Niru. के छ तपाईहरुको हाल खबर? होप सबैले सन्चै होला। अब चाहिँ हामी राइडमा जान लागेको। आज फर्स्ट गाउँ जाने हो, त्यसपछि हामी जिप लाइन भन्ने ठाउँमा जान्छौँ। लेट्स सी कस्तो हुन्छ भिडियो हेर्दै गर्नु होला। गाइस एकचोटि म चाहिँ भक्तपुर ब्यासीबाट आएर बोलेको छु, किनकि हाइवेमा अब खासै बोल्न लागेन किनकि स्पिड थियो। मैले एयरफोन माइक पनि केही जोडेको थिएन, गोप्रोबाट छु भन्नाले साउन्ड राम्रो नहुने भएर एकचोटि भक्तपुरमा आएर चाहिँ मैले भोइस सुरु गरेको छु। अहिले चाहिँ लगभग एकदम छोटो समयमा हामी भक्तपुर आएको कि आज स्पिड दमदार मारेर आयो डबल रोडमा, अनि त्यही भएर चाहिँ उता हाइवेमा बोलेर यहाँबाट सुरु गरेको छु। खास गरी चाहिँ आज चाहिँ हामी घर जाने, त्यसपछि घरमा एकछिन बसेर त्यहाँबाट जिप लाइन घुमेर चाहिँ फर्किने भन्ने सोचले हिँडेका छौँ। लेट्सी कस्तो हुन्छ आज, जहाँसम्म पानी पर्दैन, मौसम सफा हुन्छ। लेट्सी हेरौँ कस्तो हुन्छ, राइड कस्तो भइरहेको छ गाइस। त्यो भ्लग चाहिँ हाल्न थालिरहेको छु अहिले छोटो टाइममा, जति खिचेको भोलि गएर पछि गरेर चाहिँ हालिहाल्न थालेको छु। नसिकेको बेला चाहिँ ग्याप बसिहाल्छ, त्यसको लागि सरी सक्दो कोसिस गर्नेछु। सो अहिले चाहिँ हामी भक्तपुर लागिसकेका छौँ। सो यताबाट चाहिँ तेलकोट जुवान पोखरी हुँदै जान्छ भने यताबाट चाहिँ ब्यासतिर जितपुर हुँदै जान्छ, हामी चाहिँ जितपुर हुँदै जान्छ। अहिले चाहिँ हामी प्लटिङ जग्गामै छौँ, जुन अस्तिको टिकटकमा चाहिँ भाइरल भएको थियो, जुन हामी बिरुवाको चाहिँ यहाँ पनि सिन त्यस्तै छ गाइस। अहिले चाहिँ घरहरू बनिसकेको छ यहाँ बाबाको नाममा, मात्र बब्बाल ठाउँ छ यो पनि। म पहिला नै आएको थिएँ, यो चाहिँ भक्तपुरमा छ, यता आएर ट्राई गर्नु होला थाहा नहुनेहरूले। बब्बाल ठाउँ छ हुन त अहिले पनि छ, झन् अब चाहिँ घरहरू थपिँदै आएको छ। माइक नजोड्नाले सम्किरी मिल्ने आएको छ, त्यसको लागि सरी गाइस एकचोटि फेरि पनि। मैले तपाईँहरूलाई यो देखाउन मात्रै मात्र आएको, नत्र हामी पहिलेबाट जान्थ्यौँ। पहिला मैले साथीलाई ल्याएर बाइक सिकाएको ठाउँ पनि यही हो गाइस। Let's go. गाइस पानी आउला जस्तो छ, जिप लाइन क्यान्सल हुन्छ कि आज तपाईँसम्म जिप लाइन क्यान्सल नगर्ने, किनकि आज त हाम्रो कन्टेन्ट भनेको जिप लाइन हो। तपाईँसम्म त्यहाँ जाने कोसिस गर्छौँ, तर ऱ्याङ्कर पनि ल्याएन मैले, आज लत्तै भिडिदिनु भयो गाइस। पानी नपर्दै हुन्थ्यो भन्ने आएको छ। यता चाहिँ बादल छैन भनेपछि पानी नपर्न सक्छ, अनि यता
उता चाहिँ बादल देखिन्छ तान्न पर्यो गाइस लेट्स सी के हुन्छ अहिलेको कन्डिसनमा यो बाइकको कुरा गर्नु हुन्छ भने चाहिँ पिकअप चाहिँ लास्ट हाइसकेको डबल लोडमा नै हामी जब 2-3 सरर आइरहेको छौँ कहीँ चाहिँ रनिङै नभएर भएर एक बेर हान्ने हो मैले नत्र चाहिँ अहिलेको कन्डिसनमा बाइकको माइलेज पिकअप सब पर्फेक्ट छ र पार्टनर पछाडि बस्ने पार्टनर पनि पर्फेक्ट नै हुनुपर्छ र पर्फेक्ट छ मेरो लागि त्यही भएर कर्नरिङ सर गइरहेको हुन्छ यो होता है कर्नरिङ गाइस यो अझै यहाँ झोला छ क्या त्यही भएर हान्न पाएन पर्फेक्टली कर्नरिङ कस्तो छ भाइ एक ठाउँमा मिस्टेक भयो न त खत्रै हाइ हावा कम छ क्या त्यही भएर डर लागिरहेको खुट्टा टेके त्यो होइन हान्ने नि त्यस्तै गऱ्यो खुट्टा टेकेर न त त्यो सरङ चिसिहाल्छ नि हो यहाँ चाहिँ गाडी आउँछ बाफ्रे जान्दै आज चाहिँ शनिबार हो गाइस सो जाम ओभरटेक गर्न दिनु पासिङलाई थ्याङ्क यू I20 क्या हो त देखिरह यार I20 नो बाइक मेरो हिलो हुन्छ त्यो हाम्रो उहाँलाई नै ओभरटेक गरौँ पार्किङलाई गरौँ थ्याङ्क यू जिपलाइन होइन त्यही एउटा होला त्यही भनेको जस्तो लाग्छ अहिले सोधेर आउँछ भने माई गॉड ओ भाइ साहब हामी चाहिँ कलमतीको बस स्टेसन आइसकेका छौँ बसहरू यहाँसम्म मात्रै हो त्यो हामी यहाँबाट
उतै नै खया क्या गाडी दाइले भन्नुअनुसार चाहिँ हाम्रो गाडी चाहिँ यतैतिर फसेको छ भन्ने सुन्नुमा आएको छ। हेरौँ के भइरहेछ कन्डिसन। अब यहाँबाट एकैचोटि म फर्किँदा जिपलाइन जाँदाको भिडियो सर्ट हाल्छु होला सायद गाइज होइन। अहिले मलाई जहाँसम्म लाग्छ भिड पनि छ होला, शनिबार पनि भयो नि त, भिड पनि होला। सकेसम्म भिड नहोस्, मलाई भिडमा खासै जानु मन लाग्दैन।